गाइज म चाहिँ अहिले ठ्याक्कै काठमाडौँदेखि बेथानचोक जानलाई यहाँ बाइक रोक्ने ठाउँमा आएको छु। बाइक चाहिँ त्यहाँ पार्क गरिसकेको छु पनि आएको छ। अब चाहिँ मेरो ट्रेक स्टार्ट हुन्छ होइन। अहिले चाहिँ म सोलो नै आइरहेको छु, एक्लै सिङ्गल एउटा बाइकमा। कस्तो हुन्छ हेर्दै जाँदा त बाटो चाहिँ अहिले चाहिँ बसानको कुकुर सँगै हिँडिरहेको छ। काले यता छ काले। मान्छेहरू फर्किँदै छन् होइन, हिँडिरहेको छ। 5 मिनट जति भयो हिँडेको। गाउँको भ्यू हेर्छु, एकदम रमाइलो छ है दृश्य चाहिँ। यो बेथानचोक नारायण स्थानमा चाहिँ महाभारत रेन्जको हाइएस्ट माउन्टेन भन्दो रहेछ होइन। अहिले चाहिँ म डाउनहिल ओह्रालो झर्दैछु। बाटो चाहिँ जङ्गल बाटो जस्तो देखिरहेको छ होइन। टाइम अपडेट होइन, अहिले चाहिँ 10:14 भएको छ। मैले बिहान 7 बजे बाइक चोरी गरेर आएको थिएँ होइन। एकदम हावा लागिरहेको छ। जानुपर्ने चाहिँ हो, अब कति लाग्छ मलाई थाहा छैन। पछाडिपट्टि चाहिँ हाम्रो माउन्टेन रेन्जको भ्यूहरू छ होइन। यहाँदेखि चाहिँ बेथानचोक नारायण स्थान सुरु हुन्छ। अहिलेको हाइमिटर चाहिँ 2740 रहेछ। हामी 3000सम्म पुग्छौँ होला माथि जाँदाखेरि चाहिँ। र यहाँको दृश्य यस्तो छ है त। ओके है, जति माथि चढ्दै गयो हावा चाहिँ त्यति धेरै र एकदमै चिसो लागिरहेको छ। ओके गाइज, म आएको चाहिँ यहाँनिरबाट हो। अहिले चाहिँ यति आइसक्यो। ठ्याक्कै त्यसको पछाडि हिमाल देखिन्छ होइन। अनि यता चाहिँ तराई छ। अनि यो पार्ट यो चाहिँ पहाड होइन, तराई पहाड। अनि यहाँ ढुङ्गा चाहिँ एउटा प्लास्टिक हुँदो रहेछ होइन। अहिले चाहिँ म ठ्याक्कै ठाडै उकालो चढिरहेको छु र यहाँ ठुलो ठुलो ढुङ्गा देख्न सकिन्छ।
अनि यो हो यहाँ दृश्य अहिले चाहिँ एकदमै चलिरहेको छ। अघि मैले तपाईँलाई देखाएको थिएँ नि एउटा ढुङ्गा, त्यसको टपमा आइपुगेको छु म। त्यहाँदेखि चाहिँ यस्तो हिमालयन अलराइट साथीहरू, जानुपर्ने चाहिँ यहाँतिर हो बाटोमा। टाढो आइरहेको छ, हावा चाहिँ एकदम लगाइरहेको है। अब चाहिँ म त्यो डाँडाबाट झरिसकेर नारायण स्थान भएको मन्दिर र बुद्ध पार्क पनि रहेछ त्यहाँ जाँदैछ। एकदम हावा चलिरहेको छ, राम्रो फिल गरिरहेको छ है। अलराइट साथीहरू, अपडेट चाहिँ अहिले मैले यहाँ बुद्ध पार्क रहेछ हेरेर, अनि रेस्टुरेन्ट पनि रहेछ। यहाँ आएर मैले रिफ्रेसमेन्ट ब्रेक पनि लिएँ होइन। अहिले चाहिँ म बुद्ध पार्कमा छु। बुद्ध पार्कको अल्टिच्युड मिटर चाहिँ 3950 रहेछ। अनि बेथान नारायण स्थान जाने चाहिँ 3018। दिस इज बुद्ध पार्क। र अहिले चाहिँ म बुद्ध पार्कमा ठ्याक्कै बुद्ध पार्कमा छु भनेर देख्न सक्नुहुन्छ। दिस इज बुद्ध पार्क अफ बेथान चोक नारायण स्थान। अलराइट गाइज, म चाहिँ अहिले 3000 मिटरमा पुगिसकेँ है। दिस इज द भ्यू फ्रम 3000 मिटर। गाइज म चाहिँ अब पुग्न थालिसकेँ होइन। गाइज दिस इज द टप पोइन्ट अफ बेथान चोक है। यहाँदेखि चाहिँ 180 डिग्री हिमाल देखिन्छ होइन, देखिरहेको छ। अहिले टपमा छु होइन, तर मन्दिर चाहिँ यहाँनिर छ, उहाँहरूको डाँडोमा छ। क्यामेरा जस्टिफाई नै गर्न सक्दैन क्या यहाँ। तपाईँ हिमाल अथवा पिकनिक गएर हुन्छ होइन। उहाँको बाटो चाहिँ यो बाटो हो होइन। यो हुँदै यहाँ पारीबाट चाहिँ म टपमा आएको छु है। साथीहरू, बेथान चोकमा एउटा गुफा पनि छ है। अलराइट साथीहरू, म चाहिँ अहिले बेथान चोकको टपमा पुगिसकेको छु। यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूले, यहाँनिर बेथान चोकको नारायण स्थान मन्दिर त्यहाँदेखि देख्नु। अनि यहाँ पनि अरू झन्डा छ लगाइरहेको छ है। एउटा केही चिज झऱ्यो भने सिधै तल हो होइन। क्यामेराले चाहिँ नेपाली हामी नेपाली बाई बाई बेथान चोक डाँडा।
अलराइट साथीहरू, म चाहिँ अहिले मेन रोडमा आइसकेँ। अब हिँड्ने ट्रेल चाहिँ सक्यो। अनि म बाइक पार्किङ गरेको ठाउँमा जाँदैछु। त्यहाँदेखि चाहिँ मेरो कान्छोको यात्रा चाहिँ अन्त्य हुन्छ। फर्किने बेला चाहिँ यस्तो छ है मौसम चाहिँ। अब चाहिँ हाम्रो यात्रा अन्त्यतिर आइरहेको छ। यहाँ हावा चाहिँ एकदम चलिरहेको छ होइन। अनि जस एक्लै हिँड्न रमाइलो भयो। ओके अलराइट साथीहरू, म चाहिँ बाइक पार्क गरेको ठाउँमा आइसकेँ। र मेरो यात्रा यहीँ अन्त्य हुन्छ। पछाडि छ जङ्गलहरू, अनि फेरि पारिपट्टि छ हिमाल छ। यहाँ तर अहिले चाहिँ देखिरहेको छ। आजको यात्रा